हामी कहाँ हिँडेको छौँ? हेलो एभ्रिवान, नमस्ते, गुड मर्निङ, हाउ हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला सबैजनाले। यता भित्रतिर कस्तो राम्रो छ नि मेरो भदैलाई लिएर म आएको। त्यो उता राते त उता त्यसको गर्लफ्रेन्डलाई सम्झिँदै हिँड्दैछ। राते हामी श्री पशुपतिनाथको दर्शनमा हामी निस्किएको। मेरो सानोलाई यस्तोहरू के मन परायो? साँडे छोडेको अचेल देखिँदैन पशुपतिमा। सबै मान्छेले के गर्छ अरे। श्री पशुपतिनाथ की जय होस्। खोइ के चाहिँ हो? के हुन्छ देखाउनु? अब गहन्छ यसले पनि फेरि के हुन्छ? मरेको मान्छेले देखाउँदैछ के हुन्छ? चेरिस पनि यहाँ छ नि त नि। You can go 1 2 3 go. ल लाग्ने रहेछ। अब सानोको टर्न। अब सानोको चाहिँ पापाको है। पापाको हुन्छ कि हुँदैन? मेरो सानो गो 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 ल आँखा चिम गऱ्यौ नि? के आँखु गारेर? आँखु गारेर हो? चिम पो गर्नुपर्छ त। यसरी हो चिम गर लु। हामी चाहिँ भाग्य साग्य चेक गरेर पनि उकालोमा हिँड्दैछौँ। मेरो सानोले चाहिँ सुरु यता हेरेर मेरो सानोले चाहिँ सुरुमा चाहिँ थाहा पाएन अरे, आँखा पो हेरेर गएछ। सेकेन्ड टाइम आँखा चिम गरेर गर्नु लगाएको भयो। यसलाई मृगस थली भन्छ। यतातिर हाम्रो पुर्खा हुनुहुन्छ। पुर्खाले अहिले फोन देखो भने लगेको दिन्छ त। जय गणेश जय गणेश। आज मङ्गलबार गणेशको बाँदरलाई औँला नदेखा भन्छ सबलाई। खोइ हामी चाहिँ कान्छीराको गुरुलाई भेटेर दर्शन गरेर पनि हामी अब
लागेको किराती स्वर हेलो अगाडि चाहिँ हामी गोइङ टु कहिले गएको छैन है मेरो बाबा किराती स्वर अघि भन्नुपर्छ नि माथि शौचालय थियो नि त बाबा तल पनि केराको बोक्दा छ बिस्तारै औरी त भएको छैन नि आयो अरे मेरो भदैलाई अनि साङ्किने लगेर साङ्किने पनि गरेर आउँदैछ दुईजना मङ्गी देख्दैछ अनि के भन्छ साङ्केले ओ हेर न खोला तरेको जम्प गर्दै तर्यो साङ्केन त खोला तर्यो त म आइछु त कस्तो सन तिमीले किन खोला तर्नु दिएको साङ्केनलाई खोला किन तर्नु दिएको साङ्केनलाई जम्प गरी गरी तर यार बागमती नदी हाम्रो काठमाडौँको बागमती नदी तरो हाम्रो साङ्केन त्यो बसिरहेको छ यो पानीबाट तरेको थियो अब किरातेश्वर मन्दिरतिर लाग्दैछौँ मेरो सानो चाहिँ अगाडि कुद्दैछ आयो यस्तो खतरा उकालो छ हामी चाहिँ किरातेश्वर दर्शन गर्नुलाई मैले दुईजना माथि कुद्दै चढ्यो अनि फेरि त्यहाँनिर हामीले फुल पनि लगेको थिएनौँ अनि त्यहाँ चाहिँ तितेपाती चढाए हुन्छ कि पाती चढाउँदा पनि राम्रो हाम्रो किरातेश्वर महादेवलाई अनि साङ्केनलाई वापस आइज त्यहाँनिर तितेपातीको पत्ता छ टिप भन्दैछ नि त्यो चाहिँ कहाँ के सिस्नु पनि कुनै के भन्दैछ अनि त्यहाँ जा भनेर देखाएँ अनि त्यसले देख्यो अनि यसरी पत्ता टिप भन्दैछु अनि सानो चाहिँ जिस्काउँदै साङ्केनलाई के भन्दैछ अनि साङ्केनले पाती टिपेर ल्यायो अनि हामी गयौँ अनि मन्दिर दर्शन गऱ्यौँ अनि हामी फर्क्यौँ दुई भाइ चाहिँ चल्दै गफ गर्दै के भन्दै हिँड्दैछ साङ्केनले झोला यसरी भिर भन्दैछ भाइलाई यहाँनिर चाहिँ गीतहरू बजेकोमा चाहिँ मैले आफै बोलेको त्यो उसलाई गरेर साउन्डलाई अफ गरेर गीतहरू पुरै बजिरहेछ कि अनि दुईजना सानो चाहिँ हाइट नपुगेर तन्केर त्यो गीत बजेको नाचेको भजन कीर्तन के भइरहेछ कि त्यहाँ मुनि अनि मैले साङ्केनलाई भाइलाई उचाल हेर्छ अरे भने अनि उचालेर देखायो यसले त्यसरी हाँस्दै फेरि सानो भयो होस् भन्दै अनि आयौँ अनि जाने भए जाऊँ न त तल म तिमीलाई देखाएर ल्याउँछु त्यो भजन गाएको ठाउँमा भनेको नाइ रे हामी चाहिँ डुल्ला गलेर काँक्रा खाँदैछौँ सानोले चाहिँ मङ्कीदेखि लुकाउँदैछ काँक्रा मेरो पनि यहाँ छ है मेरो सानो चाहिँ गहनाहरू पनि किनेर हातमा पनि हेर्नु होला भगवानको सबै के जातिहरू किनेर लकेटहरू लगाएर हिँड
यस्तै भोक लाग्यो अरे खेल्नु हुँदैन सन्किने चाहिँ खानेकुरा आएर मक्ख पऱ्यो हामी चाहिँ सानो र म चाहिँ मोमो खानेवालामा कहाँ नपर्छ तँलाई पनि हामी पर्खिँदैनौँ लजाउँदै मिस्टर साङ्केन राई लजाउँदै खाँदैछ लजायो लजायो सानो मेरो चाहिँ मोमो म चाहिँ खाइसक्यो तपाईँ खानु आँटे बाबा चाहिँ गेम खेलेर जतिको त्यति नै छ उसको यताको सर चाहिँ अघाइसिएन अरे फेरि अर्डर गर्नुभएको यताको सर चाहिँ यति नै हो मैले चाहिँ खाइसकेँ